सुरुमा आम आदमी पार्टीका 7 जना राज्यसभा सांसद भाजपा प्रवेश गरे। पश्चिम बंगालको चुनाव लगत्तै तृणमूल कांग्रेसका 22 सांसदले पनि विद्रोह गरे। अहिले शिवसेना उद्धव ठाकुरे समूहमा फुट आयो। विद्रोही सांसदहरू कि त भाजपामा आबद्ध भएका छन् कि भाजपालाई सहयोग गर्ने एनडीए गठबन्धनमा जोडिएका छन्। यो फुटमा नरेन्द्र मोदी र अमित शाहको जोडीको भूमिका मुख्य मानिन्छ। मोदी र शाह किन एकपछि अर्को क्षेत्रीय पार्टी फुटाइरहेका छन्? यो सब 2/3 बहुमत जुटाएर संविधान संशोधन गर्ने खेल त होइन। यो भिडियोमा हामी भारतको क्षेत्रीय पार्टीहरूमा आएको फुट र नरेन्द्र मोदीको योजनाबारे विस्तारमा बताउनेछौँ। भारतमा पार्टीहरूको फुटबारे चर्चा गर्नु अगाडि 17 अप्रिल 2026 मा भएको एउटा घटनालाई बुझ्न जरुरी छ। त्यो दिन भारतको संसदमा एउटा विधेयक निर्णयार्थ पेश भएको थियो। त्यो थियो डिलिमिटेसन बिल 2026। डिलिमिटेसन शब्द सुन्दा टेक्निकल बिल जस्तो लाग्न सक्छ, तर यो सामान्य विधेयक थिएन। यो सिङ्गो भारतको इलेक्टोरल म्याप नै बदल्ने कुरा थियो। 1971 देखि लोकसभामा 543 सिट छ। त्यो बेला भारतको जनसङ्ख्या 54 करोड 79 लाख मात्र थियो। आज जनसङ्ख्या झन्डै 3 गुणा बढेर 1 अर्ब 40 करोड पुगेको छ, तर लोकसभामा सिट त्यही छ। त्यसैले मोदी सरकारले लोकसभाको सिट बढाएर 850 वटा पुर्याउन चाह्यो। यसका लागि 2011 को जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्संरचना गर्ने कुरा विधेयकमा थियो। जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्संरचना गर्दा एक सांसद बराबर करिब समान नागरिकको प्रतिनिधित्व गराउन खोजिएको छ। झट्ट सुन्दा त यो ठिकै हो, किनभने जति बेला भारतमा लोकसभा निर्वाचन क्षेत्रहरू तय भयो त्यो बेला हर निर्वाचन क्षेत्र बराबर 10 लाख जनसङ्ख्या थियो। भारतले अहिलेसम्म 3 पटक निर्वाचन क्षेत्र निर्धारण गरेको छ। सन् 1951, 1961 र 1971 को जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिएको थियो। तर त्यसपछि भने निर्वाचन क्षेत्र निर्धारण भएको छैन। परिणाम आजको दिनमा केरलाको एउटा क्षेत्रको जनसङ्ख्या 18 लाख होला, उत्तर प्रदेशमा 30 लाख भइसक्यो। त्यसैले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्संरचना गर्नु अन्यथा होइन। तर विपक्षी दलहरूले यसको विरोध गरिरहेका छन्, किनकि जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने हो भने दक्षिणी राज्यहरूको लोकसभामा सिट सङ्ख्या घट्ने निश्चित जस्तै छ। तमिलनाडु, आन्ध्र प्रदेश, कर्नाटक, केरला र तेलङ्गाना गरी 5 राज्यको जनसङ्ख्या भारतको जनसङ्ख्याको जम्मा 20% मात्र छ। यी प्रदेशहरू भारतको अरू प्रदेशभन्दा समृद्ध छन् र यहाँको जनसङ्ख्या पनि उत्तर भारतको भन्दा कम छ। दक्षिण भारतका नेताहरूको चिन्ता छ कि यति समृद्ध ठाउँले अब लोकसभामा सिट गुमाउन सक्छन्। आर्थिक रूपमा समृद्ध भएको र जनसङ्ख्या नियन्त्रणमा राखेको सजाय दिन खोजेको उनीहरूको आरोप छ। त्योभन्दा ठुलो आशंका चाहिँ भाजपाले आफ्नो अनुकूल निर्वाचन क्षेत्रहरू बनाउँछ भन्ने डर दलहरूलाई छ। विपक्षी दलहरू एक ठाउँमा उभिएर विधेयकको विपक्षमा मत दिएका छन्। त्यसैले विपक्षी दलहरू एक ठाउँमा उभिएर विधेयकको विपक्षमा मत दिए। डिलिमिटेसन बिल 2026 को पक्षमा 278 सांसद उभिए। कुनै सामान्य विधेयक हुन्थ्यो भने त्यो पास हुन्थ्यो, तर यो संविधान संशोधनसँग जोडिएको विधेयक थियो। यसका लागि 2/3 को समर्थन चाहिन्थ्यो। त्यो भनेको 326 सांसदको मत हो। यसरी डिलिमिटेसन बिल फेल हुनु प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको जोडीका लागि ठुलो झड्का थियो। हो, त्यहीबाट सुरु भयो पार्टी फुटाउने अभियान अपरेसन लोटस। सुरुमा राघव चड्डा, हरभजन सिंह सहित 7 जना आम आदमी पार्टीका राज्यसभा सदस्य भाजपामा प्रवेश गरे। यहाँ 7 नम्बरको महत्त्व छ। राज्यसभामा आम आदमी पार्टीका कुल 10 सांसद थिए। यदि कुनै पनि सांसदले दल बदल्ने हो भने पद जान्छ, तर संसदीय दलको 2/3 दल बदल्ने हो भने पद जाँदैन। त्यसैले चड्डाको अगुवाईमा आम आदमी पार्टीका 7 सांसदले पार्टी छाडेर भाजपामा जाने निर्णय गरे। तर यो त साना दलहरूमा फुट ल्याउने नरेन्द्र मोदी र अमित शाह जोडीको सुरुवात मात्र थियो। यसपछि पालो आयो तृणमूल कांग्रेस अर्थात् टीएमसी को। करिब 15 वर्षदेखि पश्चिम बंगालमा सरकार चलाइरहेकी ममता बनर्जीको पार्टी फुटाउन सहज थिएन। त्यसैले उनीहरूले पश्चिम बंगालको चुनाव कोरे। जब पश्चिम बंगालको चुनावमा टीएमसी को हार भयो, तब लोकसभाका 20 जना सांसदले पार्टीमा विद्रोह गरे। लोकसभामा टीएमसी का 28 सांसद थिए। 2/3 का लागि कम्तीमा 19 सांसद चाहिन्थ्यो। काकुली घोषको नेतृत्वमा टीएमसी का सांसदहरूले भाजपाका नेताहरूसँग बैठक गरे। गृहमन्त्री अमित शाह, पश्चिम बंगालका मुख्यमन्त्री शेबन्दु अधिकारी लगायतसँग भेटघाट गरेको तस्बिर नै बाहिरियो। सायोनी घोषले समेत विद्रोहमा साथ दिएपछि 2/3 का लागि चाहिने सांसद संख्या पुग्यो। जेठ 31 गते अर्थात्
जुन 14 तारिकमा तृणमूलबाट विद्रोह गरेका सांसदहरूले आफूहरूले पार्टीलाई नेसनलिस्ट सिटिजन्स पार्टी अफ इन्डियासँग मर्ज गरेको सभामुखलाई जानकारी गराएका छन्। यो पार्टी भारतमा कुनै नाम सुनेको पार्टी होइन। तृणमूलका विद्रोही सांसद यो पार्टीमा मर्ज हुनुअघि यसको फेसबुक फलोअर पनि जम्मा 90 जना थिए। यो पार्टीको आफ्नै वेबसाइट समेत थिएन। त्यसैले टिएमसीबाट विद्रोह गरेका सांसदहरूले भाजपा नजान मात्र नेसनलिस्ट सिटिजन्स पार्टीसँग मर्ज गरेका हुन्। उनीहरूले केन्द्रमा मोदी नेतृत्वको सरकारलाई समर्थन गर्ने घोषणा गरिसकेका छन्। त्यसपछि अर्को दल पनि विभाजित भएको छ, शिवसेना उद्धव ठाकरे अर्थात् शिवसेना युबिटी। शिवसेना युबिटीका 6 जना सांसदले पार्टी छाडेका छन्। उनीहरू एकनाथ सिन्धे नेतृत्वको शिवसेनामा सहभागी भएका छन्। अब सिन्धे नेतृत्वको शिवसेनामा लोकसभा सदस्य 7बाट बढेर 13 पुगेको छ। यो सरकार समर्थित पार्टी नै हो। क्षेत्रीय पार्टीहरूमा विभाजन ल्याएपछि लोकसभामा सत्तारूढ एनडीए गठबन्धन थप मजबुत भएको छ, तर 2/3 अझ टाढा छ। 2/3 बहुमतका लागि 543 सदस्यीय लोकसभामा 326 सांसदको समर्थन चाहिन्छ। बिजेपी एक्लैको 240 सिट छ। तेलुगु देशम पार्टी टिडिपी 16 र जनता दल युनाइटेड जेडीयू 12 सिट सहित लोकसभामा थिए। तृणमूल कांग्रेस लगायतका क्षेत्रीय पार्टीहरूमा आएको फुटले एनडीए गठबन्धनको सिट सङ्ख्या 318 पुगेको छ। त्यसैले संसदको अधिवेशन आह्वान हुनु अगाडि नै मोदी शाहको जोडीले समाजवादी पार्टी लगायतमा फुट ल्याउन सक्ने आकलन गरिएको छ। उत्तर प्रदेशमा निकै बलियो रहेको यो दलको लोकसभामा 37 सांसद छन्। दलका नेता उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव हुन्। यसबाहेक महाराष्ट्रको सत्ताबाट हटेको डीएमके लगायतका दलको समेत समर्थन जुटाउने मोदी शाहको दाउ छ। लोकसभामा मात्र होइन, राज्यसभामा पनि 2/3 छैन। माथिल्लो सदन राज्यसभा अहिले 245 सदस्यीय छ, जसमा बिजेपी एक्लैको 113 जना सांसद छन्। एनडीए गठबन्धनका अरू दलका 35 जना गरी सरकारलाई समर्थन गर्ने 148 जना छन्। 2/3 बहुमतका लागि 163 जनाको समर्थन चाहिन्छ। यो भनेको 15 सांसद अपुगो। राज्यसभामा रहेका टिएमसीका 4 जना सांसदले पनि हालै राजीनामा गरेका छन्। उनीहरूले यो सिट बिजेपीलाई छाडिदिएको बुझ्न गाह्रो छैन। अब हुने उपचुनावमा त्यो ठाउँमा पक्कै बिजेपीले नै जित्नेछ। डीएमके लगायतका दलहरूको समर्थन लिएर राज्यसभामा पनि 2/3 पुर्याउन सकिने मोदी शाहको बुझाइ छ। लोकसभा र राज्यसभामा एनडीए गठबन्धनको 2/3 पुग्यो भने भारतको संविधानमा के संशोधन हुन सक्छ त? एकपटक हेरौँ है त। पहिलो हो निर्वाचन क्षेत्र पुनरावलोकन गर्ने, जसको लामो चर्चा हामीले अघि डिलिमिटेसन बिलमा गरिसकेका छौँ। यो भनेको लोकसभामा सिट सङ्ख्या 543बाट 850 पुर्याउने हो। यस क्रममा महिला आरक्षण कम्तीमा 33% पुर्याइनेछ। हाल लोकसभाका 543 सदस्यमध्ये 14% मात्र महिला छन्। विश्वका धेरै देशमा राज्यका निकायहरूमा महिला प्रतिनिधित्व 33% सुनिश्चित गरिएकाले भारतले पनि त्यही अभ्यास गर्न लागेको छ। भारतले गाउँ पञ्चायत र नगर पञ्चायतमा पनि हाल 33% महिला आरक्षण दिइसकेको छ। विधानसभा र लोकसभा अनि राज्यसभामा भने महिला आरक्षण तोकिएको छैन। मोदी शाहको जोडीले भारतले संविधान संशोधन गरेर राख्न खोजेको अर्को व्यवस्था हो वान नेसन वान इलेक्सन, अर्थात् सबै तहका जनप्रतिनिधि छान्न एकैपटक चुनाव गर्ने। भारतमा धेरै राज्य र स्थानीय निकायहरू छन्, त्यसैले हरेक वर्ष त्यहाँ 2-4वटा राज्यको चुनाव भइरहन्छ। त्यसैले सबै चुनाव एकैपटक गर्ने गरी वान नेसन वान इलेक्सनको कन्सेप्ट ल्याइएको छ। वान नेसन वान इलेक्सन बारे अध्ययन गर्न लोकसभाले एउटा संसदीय समिति गठन गरेको थियो। त्यो समितिले लोकसभा, विधानसभा, नगर र गाउँ पञ्चायतको चुनाव एकैपटक गर्दा 100 दिनभित्र चुनाव गर्न सकिने बतायो। साथै वान नेसन वान इलेक्सनले 7 लाख करोड भारो जोगाउने र जीडीपीमा 1.6% को योगदान गर्ने रिपोर्ट दिएको थियो। त्यसैले मोदी सरकारले वान नेसन वान इलेक्सन भन्दै आएको छ। तर विपक्षी दलहरूको आरोप छ कि यो सबै 2029 मा पनि सरकार बनाउने मोदी शाहको रणनीतिक खेल हो। सन् 2014 मा केन्द्र सरकारमा आएका मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री छन्, तर पछिल्लो चुनावमा बिजेपीको सिट घटेको छ। भारतका कतिपय प्रदेशमा भाजपाले चुनाव जित्न सकेको छैन। भारतमा राज्य र केन्द्र शासित गरी जम्मा 28वटा राज्य छन्, जसमध्ये 16वटा राज्य र केन्द्र शासित टेरिटोरी गरी 20वटामा बिजेपीको सरकार छ। कतिपय राज्यमा क्षेत्रीय दल बलियो भएका कारण बिजेपीले चुनाव जित्न सकेको छैन। त्यसैले मोदी शाहको जोडी देशभर एकपटक चुनाव गराउने र सबै प्रदेशमा आफ्नै सरकार बनाउन चाहन्छ। त्यसका लागि संविधान संशोधन गर्नुपर्नेछ। त्यही संविधान संशोधनका लागि क्षेत्रीय दलहरूमा फुटको खेल चलिरहेको हो। भारतमा बिजेपीले साना र क्षेत्रीय पार्टी फुटाइरहेको विषयलाई तपाईँ चाहिँ कसरी हेर्नुहुन्छ? तपाईँ आफ्नो मत
तल कमेन्ट बक्समा लेख्नुहोस् है।